एनदर न्यू भ्लग। सो आज चाहिँ मेरो भाइ निकेश ओलीको इङ्गेजमेन्ट छ। छक्क पर्नुभयो होला दिदी भन्दा भाइको छिटो इङ्गेजमेन्ट भनेर। तर किन म त अझै पनि पर्खिनलाई रेडी नै दिदीले गर्ने भए। नो आई एम नट गन डु राइट अहिले नै। तर उसको चाहिँ त्यस्तै समय परिस्थिति अनुसारले चाहिँ इङ्गेजमेन्ट गर्नु परेर उसको अहिले इङ्गेजमेन्ट छ। सो आल्सो यो इङ्गेजमेन्ट भ्लग अहिले चाहिँ हामी रेडी भएर बिहानको 8:30 भयो होला। हामी चाहिँ बाहिर फोटोसुट गर्न जाँदैछु। स्टे ट्युन। हामी चाहिँ यहाँ पार्लरमा आएको छौँ। बेहुला र बेहुलीको फोटोसुट चलिरहेछ है। म चाहिँ मामा है। हैन एउटा आउन पहिले अहिले बनाउला। किन नदेखाम? कस्तोमा राम्रो आउँछ भनेर कतिखेर पकड्ने भनेर याद गरिला। तेल चाहिँ लागेको भए हुन्थ्यो याद होला तेल। म भन्छु कि दिदी क्यामेरा के गर्नु जस्ट क्यामेराम्यान यता यता क्यामेरामा हेर्नु होला तपाईँ त्यहाँ ठ्याक्क म यहाँ आइपुगेपछि तपाईँ हेर्नु मलाई हेर्ने मैले यता मिस्टेक भइसक्यो। उसको चाहिँ सुट चल्दैछ है। कस्तो टाउ यस्तो खतरा बुढाबुढी हेरौँ न। राम्रो देखियो? राम्रो देखियो? राम्रो देखियो। कति अहिले खुसी छ एकछिन पछाडि केटोले अहिले रिङ लगाइदिएपछि सक्यो जिन्दगी। भोलिदेखि जे भन्यो त्यही पुरा गर्नुपर्छ नि। थाहा छैन। यसरी होइन के हो भोक लाग्यो? दरो माम जाँदैछ। अनि कस्तो फिल भइरहेछ त आज? एकदमै धेरै एक्साइटेड, एकदमै धेरै खुसी। ल कङ्ग्रेचुलेसन्स वान्स अगेन। खाएको टाइममा खाऊ न खाऊ। मलाई कस्तो देखिएको छ है? सबैजना कमेन्ट गरिदिनु होला। के भयो अरे? के अरे? थ्याङ्क यू।
हामी चाहिँ अब सुट गर्न सालबारी जाँदैछौँ। ओके यो चाहिँ मेरो Stay tuned. मेरो भ्लग हो है यो चाहिँ मेरो भ्लगबाट चाहिँ स्मृति ओलीको भ्लग हो यो। and also चन्द्रनिका अनि लु अब दुईजनाको आज इङ्गेजमेन्ट सेरेमनी हुनेवाला छ होइन। बाइक ल्याउन कस्तो लागिरहेछ अब यहाँ भन्नु पर्यो एक एक वर्ड एक एक सेन्टेन्समा बयान गर्नु। Very exciting, very happy, very blessed. यो सेम टु यु त्यही हो मेरो पनि एकदम खुसी लागिरहेको छ वेलकम टु आवर फ्यामिली होइन होइन सुन वेलकम टु आवर फ्यामिली होइन। जहिले राम्रोसँग घर परिवारमा जहिले हाँसी खुसी देख्न पाइयोस् है त। Thank you. अनि हिजो बोयफ्रेन्ड गर्लफ्रेन्ड हुँदा र आज लाइफ पार्टनर हुँदा चाहिँ कस्तो फिल भइरहेछ त? बुढो भए जस्तै फिल हुँदैछ म। अनि सबैभन्दा मेन इम्पोर्टेन्ट अब तिम्रो पनि दादा हुनुहुन्छ उसको पनि म दिदी भए दिदी र दाई भन्दा अगाडि गर्दा त सरी भनेर माफी मागेर पो गर्नुपर्छ अरे त। त्यसको लागि चाहिँ म टोटली यहाँ रोक्न चाहन्छु होइन यदि गर्ने नै हो भने स्टिल म त अझै पनि पर्खिन तयार छु मण्डप अब चाहिँ पर्खिन तयार छैन म त्यही भएर तयार छु म एकछिन आधी घण्टा कुरेर पनि गर्न सक्छु यदि गर्ने त्यो चाहिँ भए। हुँदैन अब जे भयो लास्टमा भयो बिग्रिन्छ भन्ने आफ्नो कुरा चाहिँ माफी चाहिँ माग्नुपर्छ अरे क्या सानाले ठुलोलाई माग्दै हो बजाउनु नि त हामी गीत एउटा खै त। पुरा सरी प्रणाम मेरो दादा सरी प्रणाम दादाले भनेको सालबारी आइपुग्यौँ फोटोसुट गर्नलाई। ल भ्यू विथ द भ्यू होइन अब सुट के अरे ऊ भन्दा के भन्छ त्यो के? रिसोर्ट भन्दा त अँ। यो नेचुरली त्यो त आर्टिफिसियल बनायो नि त resort। यो त नेचुरली भित्र त पार्लरमा पनि खिचिहाल्यौँ नि हामीले जस्तो लाग्छ है मेरो चाहिँ लास्ट मोमेन्टमा रिजोर्ट क्यान्सल भयो त्यहाँ अब बाहिरको गेस्ट आएर विदेशीहरू ठिकै छ हामी नेचुरल्ली यसरी खिच्ने नि। सालबारी आएर अब चाहिँ फोटोसुट भिडियो सुट सालबारीमा चल्दैछ है त दुईजनाको होइन। हामी चाहिँ के भन्छ पानी खाँदैनौँ अनि भान्जो र भान्जी बुहारीको चाहिँ आज इङ्गेजमेन्टको फोटोसुट भइरहेछ। अब हामी चाहिँ जाडो भयो नि त लेट्स गो टु टी होइन हल्का टी खाने हामी चाहिँ अब हामी यहाँ डिस्टर्ब गर्दैनौँ तर लोकेसन इज भेरी गुड है दामी छ। अब कस्तो भ्यू आउँछ डिपेन्ड अन क्यामेरा। मोए oh Yes! I'm fail at it. I'm very fail like I failed in driving license one is na mama. Driving license, I am very fail. Like, oh my god, yes! Oli. Nice. हिँड्दै आएछु गर्नु ल गफ गर्दै परबाट गफ गरेर हात समातेर के भयो है साँझ परे जस्तो लागिरहेको छैन त्यो त यत्रो दिन पर्खाइ लास्टमा चाहिँ सकिहाल्छ क्या त्यो नै हुन्न। हो त म त भ्लगै बनाइरहेको छु। 1 2 3 वाउ त्यतिकै ल गरिराख्नु न सुन त
त्योबाट कसले खिच्यो उहाँबाट बिहान चाहिँ खिच्दैछ क्या एलिगेन्ट वा कसरी हाल्ने कि मलाई त्यो अब हामी हाल्छौँ अनि देख हेर्नु फेसबुकमा कसरी हाल्ने देखिहाल्नुहुन्छ होइन फोटो खिच्छ सानोले ल रेडी अझै अलिक दाइ थोरै पछि जानु रेडी रेडी म बिचमा बसेँ ओए यार युट्युबको लागि भिडियो खिच्दैछु म पनि हाम्रो क्यामेराम्यान हसीलो रसीलो हमारा कैमरामैन यहाँ पर हमारा कैमरामैन लोग भैया जी है और ये भैया के पास बहुत सारे फोन दिख रहा है हमें 200 के भाव में कहाँ से लाया भैया चोर बाजार से लाए का दिल्ली बाजार से और ये भैया है देखो इधर के अरे त्यो के भयो ट्रेन एउटा के पो थियो बिर्से देखो न गाइस देखो न दिदीको कौन है दिदीको देखो न दिदी त खोइ फोकसै हुनु भएन ल ब्लर हो त देखो न गाइस ओए यार यो त मास्टर साहब जस्तो देखिँदो रहेछ यार मास्टर साहेब सिकाइदेऊ पिरती ओए ओए चल्दैछ है मस्तले अब यहाँ ड्रोन सुट है ड्रोन सुट हामी चाहिँ मान्छे रोकेर बसिरहेछौँ दुईतिर यहाँ चाहिँ होइन हामी दुईतिर यसरी मान्छेहरू रोकिरहेछौँ अनि उता पनि मामा रोक्दैछन् चाहिँ यता म अनि अब यहाँ चाहिँ ड्रोन सुट उनीहरूको सुरु हुन लागेको छ ड्रोन कता यहाँ चाहिँ ड्रोन छ अनि हाम्रो चाहिँ ड्रोन सुट हुँदैछ यहाँनिर चलिरहेछ 11:30 हुन लाग्यो होइन उता पनि जानुपर्ने ढिलो भइसक्यो अब यिनीहरू 11:34 भइसक्यो माइ गड अब त एकदमै ढिलो हुन्छ उता अब इन्गेजमेन्टमै जानु ढिलो भइसक्यो केटा र केटी नै यतै छन् सुट चलिरहेछ फाइनल्ली अब
चाहिँ हाम्रो सुट सक्यो यहाँनिर सालबारीमा अब चाहिँ हामी इङ्गेजमेन्ट सेरेमनीको लागि जान एकदम ढिलो भइसक्यो गेस्टहरू आइसक्नु भयो होइन फाइनल्ली हाम्रो सक्यो मैले पनि अब कोट लगाएँ होइन चट्टक राम्रो भयो चस्मा पनि लगाएँ आजका चाहिँ इङ्गेजमेन्ट हुने जोडीहरू हुन् भान्जी बुहारी भान्जो हेर्दा हेर्दै म मामा ससुर हो तिमी आमाजु दिदी हेर्दा हेर्दै सबैको चाहिँ पदहरू चाहिँ होइन माथि भएको छ एनिवे ल मेरो भान्जी बुहारीलाई दुईजनालाई नै कङ्ग्रेचुलेसन्स होइन ल राम्रोसँग चाहिँ चट्ट है ल कहिले यता खै 1 मिनट दिउँ न यहाँ सानो खुसी हुनु कहिल्यै के भन्छ नबाज्नु एकअर्कालाई साथ दिनु जिन्दगीभर है सधैँभरि राम्रो होस् भगवान् श्री राजश्यामजीको कृपा सधैँभरि मेरो भान्जो र भान्जी बुहारीलाई सधैँभरि मिलिरहोस् होइन सोचेका आँटेका सबै काम कुराहरू के भएर एकदम पुरा भएर जाउन् होइन जस भोलिको दिनमा चाहिँ मेरो भान्जो मेरो बुहारी यस्तो भन्ने चाहिँ हामीले सुनेर चाहिँ होइन नाक योभन्दा नि लामो अझै लामो बनाउन पाऊँ भन्ने शुभकामना है त ओके ल अब हाम्रो जाने तयारी हुँदैछ एभ्रिवान हामी घर आइपुग्यौँ हेलो 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 हाम्रो जाने तयारी हुँदैछ होइन जाने तयारी हुँदैछ हाम्रो अब इङ्गेजमेन्ट सेरेमनीमा नि हो भाइको भाइ खोइ कता गयो ब्लग बनाउँदैछु म हजुर भाइ यता यस्तो यस्तो देखाउ न अगाडि देखाउ न बिस्तारै बिस्तारै छोड 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 छोड
हेलो माइजू वाट डु यु ह्याभ टु से हेलो सानी भान्जीको होइन क्या आज भान्जाको मम्सा तँलाई के भन्नु छ ओ सानो मान्छे हेलो वेलकम टु माई ब्लग वेलकम टु माई ब्लग वेलकम टु माई ब्लग यो चाहिँ हो उहाँको ब्लस ओ सानो बेहुली यति लगाएर मान्छे त्यही पनि
पाइन्छ त नि ओ भयो आम्मामा यहाँ छ नि त यी असली त हेलो ए उसके तपाईँहरू अब अलिकति पछाडि सरिदिने बेला होला थोरै पहिला एउटा फोटो खिचिदिनु बेबी लिनु श्रेनु बेहुलाको माइजू ठिक छ दामी दामी लाउनु तपाईँ लाउने उयो छ क्यामेरा Guys, welcome to my vlog.
त्यही राख त्यही राख यस्तै अब यहाँ सबै टिकाको आशीर्वादको कार्यक्रम चलिरहेछ। झन्डै झरेन त फुलमाला इन्गेजमेन्ट माइजूलाई कस्तो लागिरहेछ? रमाइलो लागेको छ। नयाँ जीवन सुरुवात भएको छ। अब नयाँ जीवनबाट होइन उहाँहरूले चाहिँ घर परिवार सबैलाई समेटेर लानुपर्छ, आफू खुसी रहनुपर्छ भन्नु चाहन्छु।
जेठा मामा माइजू भयो भयो बाबा छोरी यता बरु उतापट्टि अङ्कल अङ्कल दिदी तल तल
शाही जोड़ा पहन के आई जो बंधन के वही तो मेरी स्वीट हार्ट है शर्माए से बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीट हार्ट है शाही जोड़ा पहन के आई जो बंधन के वही तो मेरी स्वीट हार्ट है शर्माए से बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीट हार्ट है अहिले चाहिँ अलिक एक्जस्टेड भइरहेको छु होइन किन अब पुरै फोटो सेसन भएर चाहिँ अलिक धेरै कस्तो लागिरहेछ इङ्गेज भएर राम्रो रमाइलो फिल भइरहेछ हाम्रो फ्यामिलीमा आउँदा कस्तो लागिरहेछ राम्रो फिल भइरहेछ नि ल सबैजनाले एकदम राम्रो राम्रो ब्लेसिङ आज बेहुला लिएर जानुपर्छ आशीर्वाद दिनु होला थ्याङ्क यू फर वाचिङ बाई Peace out, guys. Peace out. Thank